हेलो साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। अनि अस्तिको ब्लग त हेरि नै हाल्नु होला। अनि नेक्स्ट भिडियो लिएर आएको छु है त साथीहरू। आज चाहिँ म चाहिँ ओछ्यान पट्याउनतर्फ लागेँ। मम्मी झाडु लाउँदै हुँदो रहेछ अनि दादा फोन हेर्दै हुनुहुन्थ्यो साथीहरू। अनि म चाहिँ ओछ्यान पल्टाएर मजाले पट्याएर राखेँ। अनि त्यही पनि ओछ्यान राम्रो छैन होइन साथीहरू। अनि मैले देखाएको हजुरहरूलाई। अनि सो मेरो चाहिँ कोठामा बत्ती पनि थियो अनि देखाएको होइन साथीहरू। अनि यस्तै हो नि त, घर चाहिँ अब राम्रो त छैन। अनि आज मम्मीको बर्थडे थियो अनि म र दादाले चाहिँ गिफ्ट चाहिँ पर्स किनेर ल्याइदिएको थियौँ साथीहरू। कोही कोही बेला फोनहरू बोक्नुहुन्छ भनेर। अनि मम्मी हाँस्दै भन्नुभयो, कसले पैसा दिएर लियो भन्नुभयो। अनि मम्मी हामी आफूले गरेको भन्ने भन्नुभयो। अनि हामीले मम्मीलाई दिएको अनि मम्मीले थाप्नुभयो। अनि हाँस्दै भन्नुभयो, र कस्तो छ मम्मी भनेको, राम्रो छ भन्नुभयो। अनि म चाहिँ यता आएँ, धेरै हल्लिएको छ है एकदमै। अनि सो म चाहिँ चप्पल मिलाउनतर्फ लागेँ। अनि मेरो चप्पल चाहिँ ल्याएँ, अब लाउनु पर्यो भनेर त्यही राखेको थिएँ। अनि साथीहरू मैले क्यामेरालाई यता सारेर राखेँ। अनि बिहानै उठेर यसो फ्रेस भएर साथीहरू मुख धोएर खाजा खाएको। अनि थालबुडुका त माझ्नै पर्यो। अनि मैले चप्पल लाएर आएर त्यहाँबाट थालबुडुका माझ्नतर्फ लागेँ साथीहरू। अनि त्यहाँबाट मैले चाहिँ बिहानै चाहिँ खाजा खाइवरी ढुङ्गा ओसारिसकेर अनि चाहिँ आएर मम्मीलाई चाहिँ हामीले गिफ्ट दिएको थियौँ साथीहरू। अनि सो मेरो मम चाहिँ आज एकदमै धेरै खुसी भइरहनु भएको थियो। अनि म पनि एकदमै धेरै ह्याप्पी थिएँ साथीहरू होइन। अनि सो मैले चाहिँ थालबुटुका मजाले मस्काएँ। अनि चिप्लो जाँदैन नि त, अनि त्यही भएर मजाले मस्काएँ बसेर साथीहरू। अनि मैले आधी थालबुटुका माझिसकेको थिएँ। अनि त्यहाँबाट मैले चाहिँ चम्चीहरू माझेँ। अनि त्यहाँबाट बटुको एउटा थियो त्यसलाई पनि माझिदिएँ साथीहरू। अनि त्यहाँबाट अर्को पनि माझेँ। अनि त्यहाँबाट कराईको पिन चाहिँ एकदम कालो कालो थियो साथीहरू। अनि जाडो महिना छ, तपाईँहरूको मौसम कस्तो छ एकदम भनिदिनु, कमेन्ट गरिदिनु होला है। अनि कराईको पिन मैले माझेँ मजाले। अनि त्यहाँबाट त्यसको जाने भनेको त्यति नै हो। अनि मैले चाहिँ त्यसलाई पखाल्नतर्फ लागेँ साथीहरू। अनि मैले चाहिँ त्यसलाई पखालेर माथि राखेँ। अनि त्यहाँ चाहिँ मैले अगाडि नै त्यहाँ सफा गरेको थिएँ। अनि मैले हात खुट्टा धोएँ, सबै धोइसकेको थिएँ साथीहरू। अनि मैले तपाईँहरूलाई चाहिँ कट गरिरहेको थिएँ। अनि सो मैले चाहिँ हात खुट्टा